नमस्ते साथीहरू, यो हो मुस्कान क्रिएसन युट्युब च्यानल। सबैले माया गरिदिनु होला। भिडियो सुरु गर्नु अघि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र बेल आइकन दबाउनुहोस् ताकि तपाईले मेरो यो च्यानलबाट नयाँ टिप्सहरू हेर्न पाउने हुनुहुन्छ आगामी भिडियोहरूमा। धन्यवाद। आज म तपाईहरुलाई फेसबुक प्रोफाइलको नेम कसरी चेन्ज गर्न मिल्छ भन्ने बारे यो भिडियो बनाउन गइरहेको छु। हेरेर साथ दिनु होला। ल त अब सुरु गरौँ है त। ल तपाईको मोबाइलको स्क्रिनमा जानु होला। फेसबुक एप ओपन गर्नु होला। फेसबुक एप facebook.com मा गए पनि हुन्छ। त्यो ब्राउजर ओपन गरेर ओके यसरी इन्टरफेस खुल्छ। हजुरहरुको प्रोफाइल अब 3 डट मा जानु होला। 3 लाइनमा त्यसपछि सेटिङ एन्ड प्राइभेसी मा जानु होला। त्यसपछि सेटिङ मा जानु होला। त्यसपछि हेर्नु पर्सनल डिटेल भन्ने अप्सन छ नि। यहाँ पर्सनल डिटेल भन्ने अप्सनमा जानु होला। त्यसपछि तपाईको प्रोफाइल नेम मा जानु होला। ओके फेरि पनि प्रोफाइल यहाँ लेखेको छ नामको अगाडि लेख्नु फेसबुक प्रोफाइल टच गर्नु। ल हेर्नु अब आयो नेम, युजर नेम, प्रोफाइल पिक्चर। अब तपाई नेम मा टच गर्नु होला। ल हेर्नु फर्स्ट नेम, मिडल नेम, लास्ट नेम। तपाईको फर्स्ट नेम के हो? बीचमा मिडल नेम छ भने बीचमा राख्नु होला। लास्ट नेम लास्टमा राख्नु होला। अनि अब तपाईले यसै टच गरेर नाम राख्न सक्नुहुन्छ। ओके त्यसपछि अन्तिममा गएर रिभ्यू चेन्ज मा टच गरेर सेभ गरिदिनु होला। अनि तपाईको नाम चेन्ज हुन्छ। अनि ध्यान दिनु है 2 महिनामा मात्र एकचोटी चेन्ज गर्न मिल्छ फेसबुक प्रोफाइल नेम। 60 दिनमा एकचोटी मात्र। ओके धन्यवाद। यो भिडियो हेरिदिनु भयो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अब अर्को भिडियोमा भेटौँला। बाइ बाइ।